वेलकम बैक टू माई च्यानल। अनि आज चाहिँ म पार्लरमा छु अनि नर्मल्ली खासै केही क्लास भइरहेको छैन, हामीले त्यही अब प्र्याक्टिस गर्दैछौँ। अनि टाइम भएको भएर चाहिँ मैले चाहिँ एउटा प्र्याङ्क गर्ने चाहिँ दिमागमा फ्याट आयो कि मैले अगाडि नै सोचिरहेको थिएँ यो फेक स्निजिङ प्र्याङ्क क्या। खासमा चाहिँ यो फेक स्निजिङ भनेको चाहिँ रियलमा चाहिँ स्निज नगर्ने, हात छु नगर्ने, पछाडि एकजनाको सहायताले चाहिँ स्प्रे गरिदिने। अहिले चाहिँ म बाहिर आएर इन्ट्रो बनाएको किनभने भित्र सबैजना छ। अनि मैले चाहिँ निर्मला म्यामलाई फर्स्टमा ट्राई गर्छु भनेर सोचिरहेको छु। म चाहिँ पहिला उहाँको थ्रेडिङ गरेर यसरी उहाँलाई त्यसरी रेडी पार्छु अनि त्यस्तो गर्दा गर्दै मैले चाहिँ के अरे अमृतालाई पछाडिबाट चाहिँ स्प्रे तिमी गर भनेर भनेको छु। त्यही भएर अब लेट्सको भित्र जाऊँ होइन। अब हेरौँ निर्मला म्यामले चाहिँ पत्याउनुहुन्छ होला, त्यहाँभित्र चाहिँ सबैजना एकै ठाउँमा छ क्या। त्यही भएर एकजनाले गर्दा चाहिँ अर्कोले चाहिँ थाहा पाउँछ होला क्या। तर म चाहिँ सकेसम्म 2-3 जनाले गर्ने ट्राई गर्छु, नथाहा पाउनेलाई चाहिँ फेरि गर्छु। यताभित्र जाऊँ र म क्यामेरा सेट गर्छु। हामी चाहिँ यत्तिकै रेकर्ड गर्दैछौँ। मैले चाहिँ निर्मला म्यामको थ्रेडिङ गर्दैछु, सो हेर्नु होला। यहाँ उ गर्दिनु न, पाउडर साउडर लगाइदिनु लिएर होइन। पाउडर पर्दैन, यस्तो लुगा लगाएर जस्तो भइरहेछ भने सिगारेट ताप्नु ओके यस्तो गर्नु न अप्तङ्ग माथि माथि अलिक माथि आउनु न। Sorry. Para sih kan? Oh, bye. Tahu apa nih? Sorry मुख धोइराउनु जानु। हो भने मुख धोइराउनु त्यहाँ उपर मेरो थुक पर्यो। सरी जा जानु भने मुख धोइराउनु। मुख धोइराउनु ल फेरि अब गर्दैन। भने मुख धोइराउनु जानु। नाटक नगर्नु एकचोटि मुख मात्रै उको धोइराउनु क्या। जानु न। होस् धुनु पर्दैन, धुनु पर्दैन लगाउनु। त्यस्तै पार्टनरले यदि माया त गर्नु पर्यो नि त होइन। होस् न सन्चो हुनुभएको छैन भन्नुहोस्। होस् न सन्चो हुनुभएको छैन भन्नुहोस्। फेरि अर्कोचोटि गर्नुहुन्छ भनेर त्यस्तो त भएन। कसरी आइरहेको के भएर तपाईँलाई आयो भने त्यसरी टिप्नलाई तपाईँहरू के गरेर काम मैले यसरी टिप्न चाहिँ सिकाउनु। तपाईँलाई आयो भने त्यसरी टिप्न, तपाईँ देख्नु हो उहाँले के आउनु हो के गरेर लाग्यो भन न। कस्तो भएको थियो मुख धोइदियो म्याम। एकपट्टि मात्र चलाउनु न नानी, कतै त जता गर्नु।
सेकेन्ड टाइम फेरि मान्छे फ्रेस नै हुनुहुन्छ गरिदिनु न यहाँ बाँकी छ उसलाई हेर्छु फेरि हाँस्दैन मान्छे म कस्तो फेरि यस्तो गर्छु है क्या बटन जस्तो न दिमागमा अनि मलाई कस्तो अब मलाई लुगा लगाइरहेको छ अब हुन्छ नि त होइन गर्नुभयो जस्तै लाग्यो फर्स्ट टाइम त अनि के कस्तो लाग्यो सेकेन्ड टाइम पनि 2-3 चोटि छिटो त नहुनु पर्ने जस्तो लाग्यो अहिले देखेँ नि त अहिले पनि देख्नुहुन्छ नि यति चिकै आएन फर्स्टचोटि खबा थिएन तपाईँलाई घिन लागेको थियो होला है अन्त यता आऊ भने उता देख्दैन भन्नुभयो अनि म त निर्मला म्यामले होइन म्याम नगर्ने भनेर उठ्छ होला भनेर त उठ्नु भएन तपाईँ कहिले काहीँ त मिस्टेक भयो फेरि हामी साथी बेसी अरू भयो अब चाहिँ नेक्स्ट अर्को एकजनालाई गर्छु है जस उहाँलाई चाहिँ प्र्याङ्क सक्सेसफुल सरी म्याम लाग्यो हो सेकेन्ड ट्राई अहिले चाहिँ 12:11 भयो अनि त्यो प्राङ्क भिडियो एडिट गर्दा एन्ड एन्डिङ रेकर्ड गर्न खोजेको अनि आज चाहिँ मैले प्राङ्क भिडियो दुईटा म्यामलाई गरेँ निर्मला म्याम र सेकेन्ड चाहिँ दिपा म्यामलाई गरेँ अनि उहाँहरू दुईजना चाहिँ हाम्रो क्लासको हुन्छ नि एकदमै इन्ट्रेस्टिङ क्यारेक्टर के अब हाँसी मजाक मजाले गर्ने खालको जिस्किए भने पनि उहाँहरू चाहिँ त्यस्तो अफेन्सिभ तरिकाले लिनुहुन्न त्यही भएर कम्फर्टेबल नेचरको हुनुहुन्छ अनि त्यस कारणले नै मैले उहाँहरूसँग प्राङ्क गरेँ फर्स्ट निर्मला म्याम चाहिँ प्राङ्क हुनु नै भएको हो एन्ड सेकेन्ड दिपा म्याम चाहिँ म प्राङ्क भएको थिइनँ भन्नु हुँदै थियो र मैले पनि नभएको जस्तो लाग्दै थियो तर अहिले भिडियो हेर्दा चाहिँ उहाँ पनि एकछिन त कन्फ्युज भएको हुनुहुँदो रहेछ यताउता हेर्दै हुनुहुँदो रहेछ अनि पछि ऐनामा हेरेर चाहिँ उहाँले थाहा पाउनु भएको रहेछ सो या आजको भिडियो यति नै होप यु गाइज लाइक दिस भिडियो डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब टु माई च्यानल सी यु इन द नेक्स्ट भिडियो बाई बाई